सो हेलो गाइस, नमस्ते। तपाईँहरूलाई फेरि स्वागत छ होइन मेरो नयाँ भिडियोमा। र यो मेरो तपाईँहरूले भिडियो हेरिरहनु भयो भने प्लिज लाइक सेयर सब्सक्राइब पनि हानिदिनु होला होइन। र आजको भिडियोमा चाहिँ कन्सेप्ट के हो अनि हामी चाहिँ आज यस्तो साइकलमा यसो एक्सप्लोर भर्खर भर्खर आउँदै यो ठाउँमा अनि त्यही एक्सप्लोर गर्न जानु लाग्यो। र यहाँ मसँग छ आज मेरो ल मामा हेर्नु त यहाँ। हेलो भान्जा, मामा के छ के भनिदिनु त भ्लगमा। अब म र भान्जा चाहिँ अब भ्लग बनाउनुको लागि चाहिँ अब चाहिँ यतातिर नहरतिर यतातिर चाहिँ घुमिरहेको छौँ। अब तपाईँले चाहिँ यो भान्जाको चाहिँ अब युट्युबमा गएर लाइक सब्सक्राइब गरेर चाहिँ एकदमै च्यानल चाहिँ एकदमै लाइभ भ्युज बढाइदिनु होला भन्न ल आज चाहिँ हामी साइकल चाहिँ यो होला खै साइकल थियो नि त्यसमा जानु लाग्यो गाइज। अब हामी ठ्याक्कै जाने भनेको चाहिँ सिधा उतातिर जान्छौँ होला हामी होइन, उतातिर होइन ल ल्याएर होइन अब उतातिर जान्छौँ नि ल। ल गाइज अहिले चाहिँ हामी आइसकेका छौँ होइन यो नहरमा होइन। हामी कहाँ अरे मामा नहरमा होइन रत्नगर सोह्रपेटुवा त्यो सबभन्दा ठुलो नहर है यो। हेर्नुहोस् यहाँ कृषिमा चाहिँ लगाउने यो अब खेतबालीहरू मकैहरू धानहरूमा लगाउनको लागि सिँचाइ गर्नको लागि चाहिँ यो नहरबाट चाहिँ सबै चारैतिर चाहिँ यो नहरले चाहिँ एकदमै गर्छ। तर पहिला यो हेर्नु न गाइस, यो नहर अहिले ठाउँ ठाउँमा यिनीहरू बोरिङ खनेको छ नि त, त्यो भएर हेर्नु न यो ठ्याक्कै यो नहर भयो नि। यो नहरको ठ्याक्कै साइडमा चाहिँ अलिक खेतहरू होइन, तर योभन्दा नि खास गरी चाहिँ उतातिर पानी आउँछ अनि उतातिर चाहिँ यसो पानीहरू गर्छन् कि। अब हामी चाहिँ सिधै जानु भनेको उता हो कि गाइस, उता चाहिँ मेन सोर्स उता हो। उता पहाड कुन पहाडबाट माथा झर्ना कताको ए गाइस यो भ्यू चाहिँ यस्तो दामी हो गाइस। फेरि यहाँ टक्क लाएर हेर्नु आँपको रुख र गाइस कुनै दिन त्यहाँ आँपको रुख ए लिची ल लिचीको गाइस सरी। अब लिची एकछिन अर्को भ्लगमा चाहिँ लिची चोर्न जानु पर्ला, तर अहिले पाके छैन होला गाइस। ल अब एकछिन जाने अब हामी चाहिँ अब सिधै त्यो नहर आउँछ नि त्यो नहरमा जाने क्या है। ल टक्क लाएर अब सिधै जान्छौँ। साइकलमा बस्छौँ त ल, साइकलमा बस्छौँ। साइकल हामी होइन अब यस्तरी बस्छौँ न, यस्तरी उल्टो होइन गाइस, तपाईँहरूलाई देखाउन नि सजिलो। ल ल बस ल र जसले चाहिँ मेरो त्यो नेक्स्ट भ्लग हेर्नु त्यो योभन्दा पहिलाको भ्लग हेर्नु भएन त्यसमा चाहिँ म मकै चोर्न गएको थिएँ के भएको थियो गाइस। तपाईँले त्यही भिडियोमा हेर्नु है त। प्लान सक्सेसफुल चाहिँ भएन। म सोचिरहेको छु फेरि यहीँ मकैको, तर यहाँ मकै छैन कि गाइस। तपाईँले म सोचिरहेको छु फेरि त्यो प्लान सक्सेसफुल भएन, त्यति सक्सेसफुल भएन, उल्टा लडियो कि गाइस हामी त यार। म त यहाँ यस्तोमा लाग्थ्यो फेरि घोडा लायो। अब घोडा लगाएपछि अब म अझै एउटा भिडियो हाल्छु गाइस सक्सेसफुली आयो। ए ल गाइजी त्यो यहाँबाट ठुलो मेन चाहिँ गाइजी यो यहाँबाट आउने हो कि हेर्नु यहाँ त ल टक्क लाएर होइन। हाम्रो चाहिँ त्यो पानी आउनु भने चाहिँ गाइजी यत्रो ठुलो ठुलो टक्क ल्याएर होइन गाइस यो पानी चाहिँ फुल्लो पुगेर उता जान्छ है गाइस। उता सिधै देख्नु भयो उता जान्छ कि यस्तै कुद्दै उता जान्छ कि। होइन कुलो चाहिँ यत्रो ठुलो हो कि होइन गाइस। ल हामी चाहिँ टक्क ल्याएर उतातिर जान्छौँ होइन। उतातिर लिचीको बोर्ड के छ तपाईँहरूले एक्सप्लोर गर्छौँ कि सिधै तपाईँले जान्छौँ होइन। के भन्नु भयो आमा अघि के हो कुन यो हरियो छैन अहिले हातले छोइदियो त कस्तो हुन्छ पुरै मर्छ गाइस। के हुन्छ है त ल ल छोइदियो त ल छोइदियो त ल हेरौँ है त ल उतापट्टिको यो होइन भान्जा यो चाहिँ कुन ए यो ल यो हातले छोइदियो हेर्नु गाइस आबुइ ल हेर्नु गाइस फेरि हेर्नु है छोइदिएँ मैले। ऊ बन्दै भयो त ए कस्तो रहेछ त्यो त्यही ए आमा आमा लजायो लजा यता नि फेरि सबै लजा रहेछ। आमा कस्तो रहेछ के नाम यसको फुल के नाम के मा लजावती कस्तो नाम छ गाइस लजावती। ल हामी चाहिँ अब टक्कलाई उतातिर जान्छौँ होइन। ल गाइस मैले साइकलमा चाहिँ बसिसकेको छु, अब सिधै उतातिर जान्छौँ होइन।
हेर्नु नि मगैहरू यता मगैहरू टक्क लगाएर म छु यहाँ पछाडि मामा हामी चाहिँ अब यता चाहिँ हामी चाहिँ यतातिर जान्छौँ होइन के बोटहरू पनि छ कि कापल नि छ कि गाइदेखि अलिक पाकेको चाहिँ छैन मकै चोर्न चाहिँ एकचोटि गाई सक्सेसफुल तरिकाले जानुपर्छ हौ त्यो सक्सेसफुल भएन लडेर उल्टै घाउ देख्यो स्नेकको हो नि देख्यो यार सर्पको के आउला अरे ए लिचीको बोट हेर्नु नि बोटै बोट अलिक बिस्तारीमा लिची अलिअलि फल्छ त्यहाँ चाहिँ हाम्रो अहिले आइसकेको छ लिचीको बोटमा लिची पनि उहाँ छ कि थोरै पाकेको चाहिँ छैन अहिले पाक्ने बेला भयो अब अलिक बिस्तारै बिस्तारै आउँदै गर्ला नि होइन गाइस तपाईँहरू हेर्दै गर्नुहोस् यहाँ नि छ यो नि लिचीको बोट होइन हो यो नि लिचीको बोट यहाँ चाहिँ म चाहिँ मामा होइन म चाहिँ गाडी रहेछ होइन अब चाहिँ गाइस हामी अब यो तपाईँलाई देखायौँ होइन एकचोटि तपाईँहरूलाई अहिले राम्ररी हेर्नुहोस् गाइस चाहिँ एकदम पिसफुल छ क्या होइन शान्त ठाउँ होइन सहरहरूमा कस्तो हुन्छ त्यो पिसफुल चराहरू कराएर हुन्छ जस्तो बिस्तारै बिस्तारै लिची चोर्नु नै आउनुपर्छ अब है अब चाहिँ हामी कहाँ जाने हो मा भनिदिनु त पोल्ट्री फार्म के को कुखुरा पारे ठाउँ कुखुरा फार्ममा पोल्ट्री फार्ममा जानुवाला छौँ अब ल मा म चलाइदिनु ल गाइस अहिले चाहिँ हामीले अलिक यस्तो गर्नु भयो कि पसलतिर जानु होइन मा कि आइसक्रिम साइसक्रिम खाने होइन अब हामी उता त्यो स्कुल नि छ कि गाइस जनजाति पब्लिक होइन हो कि हाई स्कुल सरकारी यहाँ लिचीको उस रहेछ बोटी यहाँ चाहिँ धेरै लिची रहेछ यो के को हो टक्क लगाएर होइन म चाहिँ यहाँ साइकलमा लिन्छु टक्क लगाएर झ्याप्पै ब्रेक नहान्नु गाइस के अरे नाम के अरे स्कुलको जनजागृति स्कुल तपाईँलाई पनि देखाउँछौँ हामी होइन अब कटरको नि हो त्यो ऊ त्यो चाहिँ खै कटरको उयो कटर छोरौँ न कटर अलिक फलाएन गाइस अझै चम चम आफ्नै रहेछ गाइस यी टक्क लगाएर होइन अलिक मिल्यो भने चाहिँ हामी गएर हामी आफ्नो कटर नि चोर्न सक्छौँ हाम्रो भर्नु नै गाइस हामी त कटर चोर्न सक्छौँ हेर्ने आइस टक्क लगाएर होइन यो चाहिँ कटरको अनि यो चाहिँ आँपको उतापट्टिको हेर्नुहोस् यी कटर कटरको मान्छे उता उता मान्छे आँपको चाहिँ आँप चाहिँ यत्रो यत्रो रहेछ होइन अहिले यो चाहिँ आँपको यो चाहिँ कटरको यो चाहिँ कटर होइन यो बिचको आँप हो यो बिचको चाहिँ आँप अनि यो चाहिँ यो साइडको कटर अनि उता फेरि उता नि कट्टर रहेछ उता कटर भैँमा फल्या त ए भैँमा नि रहेछ त यहाँ यत्रो बित्रो रहेछ गाइजी कटर ल हामी जान्छ ल चाहिँ अङ्कलहरू हुन्छ है तपाईँको अङ्कल यहाँ यो तपाईँको हो यो होइन कसको अङ्कल चाहिँ यहीँ काम गर्नु हुँदो रहेछ होइन हाई भनिदिनु अङ्कल हाई भनिदिनु न ल बाई भनिदिनु हाई भनिदेऊ न बाई भनिदेऊ अब लगाएछ अब चाहिँ हामी यसो पसलतिर जान्छौँ होइन अनि त्यहाँबाट फेरि कुरा खाम जाने कि नजाने आज नजाने गाइस यसो उता टाढा छ अब नेक्स्ट भ्लगमा जाउँला होइन अब चाहिँ हामी सिधै पसलतिर जान्छौँ गाइस हामी टक्क ल्याएर अब पसलमा चाहिँ गइसक्यौँ यो चाहिँ जनजागृति होइन यो पब्लिक यतातिर यो चाहिँ यो भित्र हो क्या हेर्नु न टक्क ल्याएर होइन गेट चाहिँ हामी तपाईँलाई देखाइदिन्छौँ यो चाहिँ यसको उतापट्टि चाहिँ भान्नु छ होइन टक्क ल्याएर हामी चाहिँ अब पसलतिर यो हाइवेमा आयो गाइस अहिले चाहिँ एकछिन तपाईँले अलि त्यो गेट चाहिँ देखाउँछौँ होइन हामी आइपुगोमा रोक्नु त गाइस यहाँ चाहिँ मलाई यसो लाज लाग्छ कि यार भर्खर तपाईँहरूले यसो सपोर्ट गऱ्यो भने मलाई लाज लाग्दैन है यो हो गाइस भानु चाहिँ यो चाहिँ गेट हो अलि अगाडि लाग्नु त गेट किनेर यहाँबाट भित्र चाहिँ गेट है गाइस यहाँबाट भित्र जनजागृति
भित्र काम चल्दैछ लगाइन्छ यो खास चाहिँ के भन्छ यसलाई खास गरी यो पियो जस्तै हो मामाले चाहिँ चक्लेट खानुभयो जम्मामा जम हामी चाहिँ अब कता जानु मामाले कता लानुभयो तपाईँले उता तलतिर जान्छ होइन यस्तो ठाउँमा उतातिर जान्छ होइन गाइज हामीले यतातिर आँखाम होइन उता चाहिँ भानु बोर्डिङ हो उता चाहिँ कहाँ हो मामाले कहाँ ला यार थाहा भएन उहाँ कहाँ जान्ला हामी अब हामी चाहिँ केरा फर्म हुँदै केरा गाडी देखाउँदै अनि हामी चाहिँ अहिले चाहिँ गुन्जमान हस्पिटलतिर लाग्छौँ के हस्पिटल गुन्जमान गुन्जमान हस्पिटल केराको उस्तै रहेछ टक्क ल्याएर यहीँ केरा पनि ल केरा चोक त्यो राम्रो रहेछ केरा चोक यहाँ जाम त म एकचोटि भित्र मिल्दैन बाहिरबाट हुन्छ के रे केरा यहाँ चाहिँ अलिक बाहिर नदेखि ल म भित्रै सकाइ कसम ग्यासमा स्योर भने तपाईँहरूले यसो सपोर्ट दियो भने म स्योर जान्छु यही हो एकचोटि रोक्नु त यो भिडियोमा इस गाई टक्क उता मान्छेहरू यसरी हुन्छ अन्त यो केरा नि पुग्छु होइन हुन्छ है गाइस उतातिर नि प्राइभेट होला नि होइन यो प्राइभेट उतातिर आमाले हेरौँ भएको है अन्त अहिले चाहिँ हामी यो केरा खाऊँ यो चाहिँ केरा है यो नि केरा यो चाहिँ मान्छेले ढाल्दै गराएको छ यो पाक्ने बेला यो टोडेर घर ल पाक्छ होला है पाक्दै गर्छ होला है तर अहिले जाँदैन गाइस त्यहाँ ठ्याक्कै मान्छे क्या ल हामी चाहिँ सिधै अगाडि हिँड्नुपर्छ होइन जाऊँ के नाम रे अब गुन्जमान हस्पिटल पुग्ला हामी तपाईँलाई के देख्छ बाटोमा सब देखाउँछु कि गाइस प्लिज सपोर्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर नै गरिदिनुहोस् इस यहाँ केरा खाऊँ तपाईँले चाहिँ इन्जोय गर्नु कि गाइस केरा यहाँ यो अर्को यतातिर त म आएको थिएन है गाइस फेरि नयाँ नि त म अब चाहिँ स्योर यतातिर आउनु पर्ला यस्तो छ टक्क लगाएर होइन यस्तो दामी हो कि जोस् गाइस यहाँ भ्यू चाहिँ दामी आउने क्या नाइस भन्दामा लिची गई लिची त कति भयो आज चाहिँ टक्क लगाएर मामा चाहिँ फेरि यतैतिर गयो मामाले त थाहा हुँदैन होइन बाटो चाहिँ नहुल्लोस् त्यही हो तपाईँले बाटो थाहा होला नि ए बुवा हुँदो रहेछ गाई कराउँदै गाइस फेरि यता गाईहरू नि छन् फेरि खेलिरहेको छ अहिले चाहिँ हामी गुन्जमान हस्पिटल आइसक्यौँ होइन यहाँ भित्र चाहिँ पुरै उस रहेछ कि के भन्छ यहाँ भित्र वा होइन कि यहाँ भित्रको प्लट होइन कसको यहाँ मान्छेको प्लट रहेछ यहाँ फेरि देखेला नदेखेला फेरि यहाँबाट गुन्जमान हस्पिटल आउनु लाग्यो हामी चाहिँ यहीँ भित्री बाटोमा छौँ गल्ली जस्तै यस्तोमा यहाँ धेरै गाडीहरू आउँदैन माला थगेर ल्याएर है साइकल चलाउँदै लाएन म चाहिँ के हो यो ए कपडा बनाउने मेसिन ट्र्याक्टर लोड गराएछ मान्छेहरू स्टक लगाएर यहाँ चाहिँ भ्यू दामी है यो धन्दै पोल ठोक्केन यार त ए गाइजी फेरि लिचीको कति देख्यो यार लिचीको त कता आएन गुन्जमान हस्पिटल ए यही भित्र हो गाइजी हो पुरै के यो चाहिँ आधी भित्र जानु मिल्दैन यो चाहिँ विद्यालय है गाइजी फेरि दामी रहेछ त कुन स्कुल हो यो ए आमै राम्रो रहेछ कि फेरि अब हामी चाहिँ उतातिर जान्छौँ होइन हेर्नु गाइज यस्तो दामी हो स्कुलहरू फेरि पेन नलाएर नि यस्तो दामी देखायो कि बङ्गला जस्तै देखायो यार तर डर लाग्छ उसले गयो भने त होइन अझै गाइज हामी अब ढिलो भयो होइन अब सिधै अब घर जाने क्या भइन्दामा ढिलो हुन लाग्यो अब धेरै नै भयो हामी टाइम यतातिर घुम्न आएको अब सिधै अब हामी घर जाने अब तपाईँले सिधै घरमा भेट्छु है त म ल गाइज म अहिले आइसकेँ होइन घर लास्टै थगेर भर्खर आइपुग्यो है ल गाइज तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने कमेन्ट हानिदिनु लाइक हानिदिनु र यस्तै भिडियो अझै आउँदै गर्छ हेर्दै गर्नु होइन र आजलाई यति नै तपाईँसँग भेट्छु म अर्को ब्लगमा बाई बाई